ब्याक अनि आज चाहिँ म मेरो बाइकको रिभ्यू गर्नु गइरहेछु मैले चाहिँ के गरेँ भनेर and then like मेन भनेको यो यासुमरीको एक्जस्ट मलाई जम्मा 20,000 पर्यो किन्दाखेरि अनि पछि यहाँ मुनि बेन्ड पाइप छ बेन्ड पाइप फुल्ली एन्ड देन त्यसपछि यो इन्जिन कभर यो पनि होममेड हो यो मैले होममेड आफै बनाएको घरमा चाहिँ मैले यो चाहिँ के भन्दाखेरि यो चाहिँ मैले सुरुमा अर्को बाइकको किनेको थिएँ यसलाई सबै मजाले काटेर सबै बनाएर मैले बनाएको एन्ड देन स्टिकरहरू छ एपोलो अल्फा S1 को टायरहरू छ दुवैपट्टि पछि मैले यो अगाडि पनि कार्बन ऱ्याप हालेको छु यो चाहिँ साइनिङ खालको कार्बन हो एन्ड देन यो नम्बर प्लेट अनि पछि यो स्टिकर अनि यहाँ चाहिँ अलिकति अस्ति अलिकति ठोकेर फुटेको थियो अनि पछि यो चाहिँ ब्रिम्बोको त्यो अर्को ब्रेकको त्यो काम नलाग्ने भएर मैले त्यो यहाँनिर हालेको छु एन्ड देन यहाँ मुनि रेड बुलको स्टिकर छ अनि पछि यो लेगार्ड चाहिँ मलाई 8,000 लाग्यो यो लास्ट महँगो छ यो लेगार्ड यस्तो खालको अनि पछि यो पनि अस्ति अलिकति ठोकेर फुटेको थियो मैले एमसिलले टालेको छु एन्ड देन यहाँनिर चाहिँ यो पनि मैले यो आफै होममेड बनाएको यो चाहिँ हुँदैन यो चाहिँ मैले आफै बनाएर हालेको अनि पछि मैले अरू के मोडिफाई गरेको छु भने विङलेटहरू छ अनि स्टिकर एन्ड देन अनि पछि स्टिकर छ स्टिकरहरू चाहिँ मैले यो त्यतिकै इटालियनको लगाएको अनि पछि यो चाहिँ बुलेटको हो बुलेटको यस्तो साइड राइट साइडको अनि पछि ट्याङ्क प्याडहरूमा पनि स्टिकर छ कार्बन हालेको छ यहाँ अनि पछि नेक्स्ट यो विङलेट छ यो विङलेट चाहिँ जम्मा मैले 2,000 कि 2,500मा किनेको होला यो विङलेट चाहिँ मैले वान एन्ड ओन्ली भनौँ न डोमिनारमा होइन फर्स्ट टाइम पनि स्टिकरहरू छ यो ब्रिम्बोको ब्रेकमा चाहिँ यो चाहिँ जस्ट कति भन्नाले मलाई 5,000 पर्यो किन्दाखेरि अनि पछि यो फाल्टै यो 1,000 रुपियाँ पर्यो मलाई यो डिब्बा मात्र यो छ अनि पछि यतापट्टिको चाहिँ यो पनि मैले किनेको यो चाहिँ जस्ट 500मा आउँछ यो चाहिँ केही पनि यसको चाहिँ केही काम छैन जस्ट सोको लागि मात्र राखेको